मेरो लगाइ हेर्न यो साउदी अरबियाको होइन कथा भन्ने ठाउँमा रियादको मार्केट एरिया नै प्रायः यही हो। हरेक चिजहरू पाइन्छ। भिड पनि त्यस्तै प्याकमा प्याक हुन्छ होइन। अरू दिनभन्दा पनि फ्राइडेको दिन चाहिँ धेरै नै प्याक हुन्छ, किनकि प्रायः सबजनाको छुट्टी भनेको फ्राइडे हो नि त यहाँनिर। अनि त्यही भएर पनि एकदम प्याक हुन्छ कि मान्छेहरूले। थोरै नेपाल जानु पऱ्यो भने थोरै धेरै सपिङ गर्नु पऱ्यो भने पनि यहीँ आएर गर्ने हो कि। यहाँनिर चाहिँ टन्नै हुन्छ मान्छेहरू। अनि पहिला चाहिँ मैले होइन यही ठाउँमा चाहिँ कमाइ नहुने बेलामा चाहिँ म बनाएर बेच्थेँ कि मसलाको यो चिमनासी बन्धुभाइ। पहिला यहाँनिर होइन मैले चिया बेच्थेँ। अनि चिया बेच्ने बेलामा दोकान देखाइदिने यो मोबाइल सप है, त्यसको साउदी अरबियाको नेपाली मार्केट छेउमा छ। पहिला चाहिँ मैले यहाँनिर गर्नुको कारण चाहिँ के हो भन्दाखेरि होइन कम्पनीबाट काम दिएको थिएन। अनि त्यत्तिकै रुममा पनि बस्नु परिरहेको थियो कि यहीँ साउदीमै। जस्तै अनि हुन्छ नि उल्टै पे गरेर होस्टल जसरी बस्ने ठाउँ पनि छ यहाँ होइन, त्यसरी दिनको 30 रियाल दिएर बस्ने ठाउँ। अनि त्यस्तैमा बस्ने बेलामा चाहिँ अनि हुन्छ नि अलिकति म्यानेज हुनको लागि अनि अलिकति मार्केट चिन्नको लागि सुरुमा मैले होइन चिया बनाएर बेच्न थालेँ कि। चिया बनाएर बेच्दै हुन्छ नि यो हरेक दोकानहरूमा चिया बनाउने रुममा अनि रुममा बनाएर थर्मसमा हालेर लिएर आउँथ्यो। अनि यहाँ दोकानदारहरू मतलब हुन्छ नि अब जस्तै अब यो सबलाई कि हरेक दोकानमा सोध्दै बेच्दै हिँड्थेँ कि। राम्रै सेल्स पनि राम्रै हुन्थ्यो, किनकि मलाई कम्पनीले त्यहाँबाट काम देखाइदिएन। अनि त्यही भएर कि यो चाहिँ पुरा बस्दा प्याक हुने ठाउँ हो हेर्नु होइन। अब बिस्तारै यो सब देखाइदिन्छु। यहाँ अलिअलि चिन्जान भनेको चाहिँ पहिला मैले यही ठाउँमा होइन चियाको कफी त नभनौँ, चिया चाहिँ बेचेकै हो 1 रियाल कप। अनि त्यस्तो हुँदाखेरि धेरैजनासँग चिने थिएँ नेपालीहरूले यहाँनिर फ्राइडेको दिन चाहिँ यसरी आउँदाखेरि चाहिँ हुन्छ नि म आफूले आफूलाई बाहिर होइन कि नेपालतिर यहाँ चाहिँ फ्राइडे फुल प्याक हुन्छ। अरू दिन चाहिँ बरु सुनसान गए पनि यहाँ यस्तो दोकानहरू पनि छ होइन। अरू दिन चाहिँ हुन्छ नि 1 रुपियाँको सेल्स पनि हुँदैन कि 7 दिनसम्म, मतलब 1 हप्ताले 7 दिन होइन, सरी के अरे यो फ्राइडेले चाहिँ 7 दिन चलाउनु चाहिँ यहाँनिर त्यसले भन्दा भाइ पहिला मैले चिया बनाउँदाखेरि चिनेको कस्टमरहरू हो कि उनीहरूले प्रायः चिन्थ्यो। अनि काम गर्दैनस् भनेर सोध्थ्यो कि। काम गर्न त गर्ने नि गयो अकामा बनाउनको लागि त्यो फाइन थियो कि 5000 रियाल। त्यही भएर हप्ता कसैले नि काम दिन खोज्दैन कि हेर्नु ल विश्वास नगर्नु कति धेरै प्याक छ, फुल प्याक छ। फ्राइडेको दिन फ्राइडे मात्र यस्तो हुन्छ, अरू दिन चाहिँ खासै हुन्न है मान्छे। हेर्नु ल साउदी अरबियाको कता कस्तो छ टेम्परेचर चाहिँ। अब चाहिँ हुन्छ नि हाम्रो नेपालतिर जस्तो जाडो महिना लाग्यो नि, यहाँ पनि जाडो महिना आउँछ। जाडै महिनामा पानी पर्छ यहाँनिर चाहिँ। अब अहिले चाहिँ बाहिरको टेम्परेचर कति छ भनेर चाहिँ ठ्याक्कै थाहा नभए पनि ठिकै छ, होइन मिल्ने टाइपकै छ होइन। पहिला म यो लाइनमा चिया पक्ने अनि चियाहरू अनि ऊहरू बेच्दै जान्थेँ कि। रेगुलर जस्तै नि 2चोटिदेखि 3चोटि अलमोस्ट मेरो कत्रो थियो भन्दा 13 कप जान्थ्यो। अनि रुममा बनाएर 13 कप चिया बनाएर एकचोटि आएर बेचेर फेरि जानुपर्ने हुन्थ्यो कि, किनकि
ठुलोले यस्तो फुल प्याक हुन्छ सुपर मार्केटहरू त पुरै छोड्दैन अरू दिन सुपर मार्केटहरू पनि त प्याक हुन्छ अरू दिन पनि मैले चिनेको साथी बन्धु के हाली ठिक छ चिया चिया आउने बेलामा अहिले चियाहरू बेच्थेँ बन्धु त्यही छ काम धन्दा त्यही छ काम धंधा बाद में चाय लेकर आएगा फ्री में खिला देगा सब चिया को पानी बताना त्यो बेलामा चाहिँ कस्तो हुन्थ्यो भन्दा अब हुन्छ नि मैले चाहिँ मेरो साथीहरूलाई पढ्ने बेलामा गरेको थिएँ अनि जोबाट चाहिँ मैले हुन्छ नि यो साथीले चाहिँ यस्तो गर्दैन है त्यसले चाहिँ मलाई पढ्दाखेरि गर्छ है भन्ने टाइपको चाहिँ साथीले चाहिँ गरेन कि हुन्छ नि हुन्छ जस्तो गर्यो अनि हेल्प गर्छु जस्तो गऱ्यो अनि त्यसपछि गरेन अनि त्यही भएर चाहिँ मैले त्यो सानो भाँडा अनि त्यसपछि चिया पनि हुन्छ नि अब चिया त हरेक मान्छेले बनाउँछ होइन हरेक दोकानमै पछि हुन्छ तर हरेक ठाउँको त टेस्ट त अलिकति अलग अलग हुन्छ नि त होइन थोरै धेरै जे भए पनि अलग अलग हुन्छ कि टेस्ट चाहिँ अनि हेर्नु ल कस्तो पत्र प्याक छ प्रायः म होइन भिडियोहरू चाहिँ खासै सुट गर्दिनँ सुट गरे पनि होइन कन्टिन्यू हिसाबले गरेर हुन्छ किनभने स्टक अहिले चाहिँ थोरै लामो टाइपको भिडियोहरू बनाउनै हालिदिने गरिरहेको छु कि भोलिको दिनमा होइन युट्युबमा यसरी भिडियो छोडिदियो भने भोलिको दिनमा चाहिँ मेरो लागि चाहिँ यो टाइम यादगार हुन्छ है त्यो दिन म त्यहाँ लगाएको थिएँ अनि भिडियो बनाएको थिएँ मार्केटै हुन्छ कि प्याक हुन्छ फ्राइड नेपाली आएको जस्तो हुन्छ लगभग किनकि त्यहाँ नेपाली मार्केटमा त प्रायः होइन नेपाली हुन्छ अनि नेपाली रेस्टुरेन्टमा पनि नेपाली हुन्छ कि त्यो खानेकुराहरू जस्तै अब ढिँडोहरू अनि चाउमिन मोमो सुकुटीहरू साउदीमा पाउने ठाउँ एक दुई ठाउँ मात्रै होला सबभन्दा पुरानो कथा नै हो होइन त्योभन्दा बाहेक जेता नि के खुलेको छ भनेर चाहिँ सुनेको छ तर गएको चाहिँ छैन त्यही पनि